हेलो गाइज, स्वागत छ फेरि एउटा मेरो नयाँ भिडियोमा। आज चाहिँ अब शनिबारको दिन यसो न घुमघाम गरौँ कि भनेर बाहिरतिर निस्केको रुमबाट। धेरै टाढा त जान सकेन, अब टाइममै निस्केको भए गइन्थ्यो होला। धेरै टाढा पनि नजाउँ होला आज, नजिकैतिर यसो एक्सर्साइज पनि हुन्छ, हिँड्नु पनि पर्छ कहिलेकाहीँ होइन। बसेर खाएर मात्रै हुँदैन, ज्यान त खाए पनि जति खाइ नलाग्ने नै हो। त्यही पनि यसो घुम्दिउँ न त भनेर निस्केको। अनि निस्किसकेपछि धेरै टाढा जाने समय पनि थिएन, नजिकै आइयो। पहिले हामी यही बाटो यहाँ पछाडि मेरो पछाडि देखिरहेछ, यही बाटो हुँदै घरतिर जाँदा यता खलङ्गातिर पढ्दाखेरि हिँड्थ्यौँ है, यही बाटो हुँदै हिँड्थ्यौँ। पैदल नै हिँडेर पुगिन्थ्यो गाउँसम्म। अहिले नयाँ पुल बनाएर रहेछ होइन, त्यो तलतिर मुनितिर खोला छ फेरि। अनि खोला पार गर्नलाई होला सायद यो पुल बनाएको होइन। यसरी यो पुल छ मुनितिरको पुल खोला होइन। यसरी अहिले चाहिँ सहज भएको छ अझ यहाँ हिँड्नलाई। पहिले त यो माथि भित्र हुँदै हिँड्नु पर्थ्यो अनि खोला पनि त्यस्तै हुन्थ्यो। अहिले खोला छ तर पछि हिउँदको टाइममा हुँदैन यहाँ खोला पनि होइन। यस्तै छ गाइज आजको घुमघाम होइन। यहाँबाट गाइज होइन, यो चाहिँ अब मुसिकोट नगरपालिका वडा नम्बर 5 को इलाकामा छु, म क्षेत्रमा छु। यहाँदेखि अब देखिने उता पारीतिरको रोल्पातिरको डाँडा अनि मुसिकोट 10 तिरको दृश्यहरू त्यति राम्रो त आएको छैन। बादल लागेको दिन छ, त्यसमा पनि घाम लागेको छैन। साँझको बेला त्यति स्पष्ट नआउन सक्छ। यो पारीतिर देखिने चाहिँ भलाक्सा होइन, मुसिकोट 11 नम्बर वडा त्यो चाहिँ। अनि त्यसपछि यो पारी नजिकै देखिएको चाहिँ मुसिकोट 4 अनि यो 5 को तल एरियाहरू ट्याक्कै देखिरहेछ जुन। अनि उता पारीसम्म सल्यानको सिमानातिरको त्यो लेकहरू अनि त्रिवेणी गाउँपालिकातिरहरू सबै देखिन्छ यहाँदेखि दृश्य चाहिँ। यसो घुमघाम गर्न फ्रेस हुनलाई साँझको समयमा एकदम मेरो लागि चाहिँ नजिकको गन्तव्य भनेको यही छ अहिलेलाई। र खलङ्गा बजार आसपासमा बस्नु सबैको लागि पनि हो, लगभग सबैको लागि गन्तव्य बन्न सक्छ घुम्नको लागि। यहाँदेखि अझ माथि जान पनि सकिन्छ। यो रुकुमकै प्रसिद्ध मन्दिर डिग्रे मन्दिर पनि जान्छ यहाँदेखि होइन। अलिकति टाइम मिलाउनु भयो अनि बिहानै निस्किनु भयो अथवा अलिकति टाइम मिलाएर निस्किनु भने त्यहाँसम्म पनि पुग्न सकिन्छ। मुसिकोटमा घुम्न पर्ने त्यस्तो धेरै ठाउँहरू छन् जहाँ तपाईँ आउन सक्नुहुन्छ होइन। अनि यहाँ अब त मकै पाक्ने बेला पनि भयो, यहाँ मकैहरू पनि छन् है। अनि मकैको साथमा लगाएको सायद के हो यो चाहिँ चिनेन है मैले। जस्ट राम्रो छ साँझको घुमाइ पनि। पहिले अब यही बाटो भएर यस्तैमा हिँडेर होइन बिहानै निस्केर पुगिन्थ्यो। अनि सदरमुकामको नजिकै यस्तो जङ्गल छ, रमाइलो छ, त्यो हरियाली छ अनि घुम्नलाई एकदम आनन्द आउने ठाउँ। यसो यहाँ चाहिँ हामी चाहिँ दुईवटा बसिरहेछौँ होइन। यसो घुम्न आइदिएको बेलामा रमाइलो छ। यहाँ मेरो चाहिँ अब केही दिनपछि यो मान्छे अब कता हराउन लाग्छ होइन, गायब हुन्छ होला सायद। अब भेटिन्न यो मान्छे, फेरि यो मान्छेलाई लाइट बालेर खोज्नुपर्ने नि हुनसक्छ होइन। त्यसको मतलब यो अलि टाढै जानु लाग्छ क्या। अनि हामी चाहिँ यस्तै हो, व्हाट्सअप गाइज रमाइलो गर्ने। त्यही अहिले काँक्रा चाहिँ खाने भनेर आएको। यसो न यार, काँक्रा चोरेर खानु त नहुने हो होइन। देखेपछि लट्ठी खाइन्छ होला, लट्ठीले मार्नुहुन्छ कि जस्तो पनि लागेको छ। तर त्यस्तो नहोला गाइज, गाउँतिरको जस्तो यस्तै रमाइलो हो हरियाली बेला बर्खाको टाइममा होइन। अब बर्खा पनि के भन्ने यार, सिद्धिन लगाइसक्यो होइन। अब एक दुईवटा शब्द जाओस् न त यताउता। अब के भन्दो रहेछ साथी, यस्तै साले जिन्दगी होइन। अब जस्तो सुकै भयो भने यस्तै छ। अब आजको यसो गुड स्याटरडे होइन मनायौँ हामी चाहिँ। अनि त्यही भएर यहाँ खोला खालीमा यसो घरमा बसिन कोठामा बसिन पनि कति मोबाइल खिचिरहने क्या, बोरै लाग्ने खालको। अनि त्यही हिसाबले चाहिँ हामी यहाँ आएर चट्ट यसो हावा खाइरहौँ, फ्रेस भएँ होइन। यसो चराचुरुङ होइन चाराङ चुरुङ चिरिङ चाराङ कटाकान गर्छन्, अनि त्यो सुन्ने मजा हुन्छ क्या। त्यही भएर आयौँ हामी चाहिँ यहाँ। त्यही हो ल गाइज, हामी चाहिँ अब अगाडि बढेका छौँ अलिकति यसरी होइन। पदमार्गमा हिँड्दाखेरि चाहिँ छुट्टै रमाइलो हुन्छ होइन। यसको घाँसहरूले कोर्छन् फेरि है, त्यस्तै छ।
जोस रमाइलो भइरहेछ यात्रा यात्रा के भन्ने साँझको यसो ट्रिप मेरो यहाँ पाइन फालिदियो नि यहाँ पर पुलले यार पुलमा त्यो तार रहेछ सट्टै पारेर फालिदियो मकैहरू पाकिसकेका छन् मकै बारी हुँदै यो फुलेको यो के अरे यो फुलेको छ नि मकैसँग यो भटमासी यो भटमासी यसरी फलिरहेछ भट्ट पनि भन्छन् है हाम्रो लोकल भाषामा यसलाई मकैहरू पनि पाकिसकेका छन् मास्ने भइसकेका छन् रुखहरू छन् त घाँस काट्नको लागि त्यो चाहिँ अलि अझ टपमा आइयो हामी जहाँ थियौँ अघि त्योभन्दा यहाँबाट अझ क्लियर देखिँदो रहेछ दृश्यहरू यहाँनिरको यो शीतल पोखरी खलङ्गाको शीतल पोखरी हुँदै जाँफा पुरानो मुसी दरबारको ठुङ्गा हो त्यही नै हो तल सेरी गाउँ हुँदै हामी आएको अघि त्यहाँ पुलदेखि पुलदेखि यता आएको अझ माथि हुँदै यसरी जान्छ यो चाहिँ एकदम माथि हामी चाहिँ यतातिर तेर्सिएको छौँ जहाँदेखि हामी आएको योभन्दा अझ उतापट्टिबाट हो उतातिरबाट अनि यताको दृश्य हेर्दाखेरि यता पनि धेरै राम्रो ठाउँहरू बारी खारा ढुङ्गा यता अझ पर गयो भण्डारी घाँडा देखिरहेको यो ठाउँलाई चाहिँ के भन्छ अरे यहाँ हामी जहाँ छौँ यहाँ चाहिँ रिठे चौर भन्छ यहाँ चाहिँ रिठे चौर भन्छ खै नाम चाहिँ किन राख्यो यो चाहिँ सोध्नुपर्छ तल त्यो मध्य पहाडी सडक पनि देखिरहेको छ यहाँनिर चाहिँ चढा छ है उब्रिएर गयो हो बाटोमा कालो छ फेरि अगाडि हिँड्दा साथी उठे जागे सगरमाथा हिँड्दा होइन गाइस पिता हो नि लामको बेलामा म त किन भन्छ लोकल स्टाइलमा नदिनु हौ त्यही त हो यो बाटो माथि जानु नि त दिग्रेतिर छ नि यार घामभरि गर्दा दुधिसक्यो सुरु गरिरहेको बिहानको लालीमाको किरण जस्तो देखिरहेको छ
गाइस रात पर्दैछ है रात आउँदैछौँ हिँडेर झऱ्यो होइन हाम्रो थुती जाँगे पटक कमरैमा पटुकी कसेकी मुसु मुसु हाँसेर बसेकी रुकुमैको टाला भाइरल गीत चलिरहेको छैन नाच्यो नि देखाइदिएको उसले अब यस्तै रमाइलो गरिरहेछौँ है हामी चाहिँ गाई चाहिँ लौ जा